नमस्कार सम्पूर्णमा र गुड मर्निङ सहित हाम्रो धनकुटा पाखरीवासमा चाहिँ तिलगङ्गा आँखा अस्पतालबाट चाहिँ उहाँको टुर टिमहरू आएर चाहिँ यहाँ हाम्रो धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 4 जाल्पादेवी क्याम्पसमा चाहिँ क्याम्पसको परिसरमा चाहिँ अपरेसन हिजो भएको थियो र उहाँहरूको आँखा चेक जाँच गर्ने क्रममा हुनुहुन्छ र भर्खर सुरु भएको छ। 3-4 जना हुनुहुन्छ। 3 जना हुँदाखेरि उहाँहरूको चाहिँ लगभग आँखा नै देख्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो र अहिले चाहिँ एकदम क्लियर भइसक्नु भएको छ र यहाँ चाहिँ खोल्ने प्रक्रियामै हुनुहुन्छ, सफा गर्ने प्रक्रियामा हुनुहुन्छ। कति पर्सेन्ट चाहिँ सफल हुने हो भन्ने चाहिँ अब हेर्नुपर्छ है।